ल भतिज खाना ल्याएको हो ल खाना पस्क्यौँ खाउँ के गर्नु हाम्रो यस्तै हो वन पाखामा भात खाने यस्तो खोला नाला पनि छ ल साथीहरू यतातिर फेरि हात धुँदैछ यस्तो चाहिँ के गर्नु साथीहरू ल तरकारी आहा जेउस हाम्रो भतिजले घरको बुढीहरूले भन्दा पनि खतरा पकाउनुहुन्छ कुक चाहिँ खतरा कुकमिन चाहिँ है अब के गर्ने यस्तै उयो ल खाना ट्याक्कै हाल्यो खाना खाने हो यस्तै छ है भिर पाखा खोला नाला ऊ माथि झर्ना पनि छ है ल भात चाहिँ ठिकै गरौँ है भतिज जेउस खाना चाहिँ खतरा बनाउने रहेछ भन्ने कुरा थाहा भयो जेउस राम्रै कुकमेन परेछ ल यता खाना खान आउला छ हाम्रो भाइहरू खोला छ यस्तो खोलामा बसेर ट्याक्कै खोलाको डिलमा बसेर खाना खान लाएको हो अब खाना खाने ट्याक्कै तरकारी हाल्दैछ तरकारी मासु ट्याक्कै खतरा छ त यार खाना त तरकारी ल भतिजलाई धन्यवाद छ है ट्याक्कै 4 जना छौँ हामी 4 जनाले ट्याक्कै 4 भाग लगाएर ट्याक्कै सलाद हाम्रो चाहिँ फेरि सलाद यस्तै हो प्याज ट्याक 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 दाल पनि यहाँ ट्याक्कै ल दाल पनि ट्याक्कै घिउसँग झानेर ल्याएको नि त भतिज यो चाहिँ फेरि हामी लेकतिर चाहिँ फेरि चौरीको घिउ होइन त ट्याक्कै ल ट्याक्कै चौरीको घिउमा होइन झानेर ल्याएर ट्याक्कै खान लागेको छ है ल ल अब ट्याक्कै बस्ने हो खाने हो ल गम खानु पर्यो जेउस खाना चाहिँ जेउस हामी यस्तो भिर पाखा भए पनि जङ्गलतिर भए पनि खाना चाहिँ रुच्छ है साथी हो के गर्नु यता खाना खाने भए आउनु पर्यो यतातिर यसो कमेन्ट गर्नु पर्यो होइन यसो राम्रो राम्रो तरुनीहरूले पनि हेर्नु पर्यो हाम्रो भिडियो होइन त ल यता भतिजले फेरि खोर्सानी होइन त यो नि त नि पारा यस्तो छ यहाँबाट डिल फेरि तलतिर कता हो होइन गाइज तेरे यस्तो ठाउँमा हामी बसेर खाना खाने हो काम गर्ने हो यस्तो साथी हो के गर्नु ल अर्को पार्टमा भेटौँ ल